नमस्कार सबैजनालाई। यो चाहिँ मेरो टिकटकमा कति मेहनत लाग्छ भनेर सानो भ्लग बनाएको छु। लास्टसम्म हेरिदिनु होला है त। यहाँ जाँदाखेरि चाहिँ हामी तीनजना दिदी म भेना चाहिँ यसरी बाइकमा बसेर गयौँ। बाइकमा बसेर जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ एकदम गर्मी भइरहेको थियो अनि हामी चाहिँ गफ गर्दै हिँडिरहेछौँ कि त्यहाँनिर अब तीनजना बाइकमा त एकदमै गाह्रो नै भइरहेको थियो। अब दिदी पनि अलि मोटी मोटी हुनुहुन्छ, भेना पनि अलि मोटो मोटो, अनि म पनि हल्का दसैँ लागेर मोटी नै भएको छु है। यहाँनिर चाहिँ हामी तीनैजना मोटो भएर बस्न चाहिँ अलिक गाह्रो नै भइरहेछ। फेरि हेर्नु होला बाइक चलाउने मान्छेले किन सेफ्टी नअप्नाएको भन्नु होला, तर गाउँतिर चाहिँ त्यति धेरै फरक नपर्ने रहेछ। त्यही पनि हामी चाहिँ एकदम गफ गरेर हिँडिरहेको छौँ, इन्जोय गरिरहेछौँ है। खासमा कहाँ हिँडेको भन्नु होला, हामी चाहिँ एकदम भाइरल भइरहेको थियो सिरुमा गएर एकदम भिडियोहरू बनाएको, त्यही भएर सिरु खोज्दै हिँडिरहेछौँ है। हामी तीनजना चाहिँ भेटेनौँ, कति खोज्यौँ। टिकटक बनाउन यत्रो मेहनत गरेर आएको, दाइले बरु माछा मारेर भइसकेछ। यस्तो थाहा हुने मान्छेले काम छैन। यो सबै के धान रोपेको पानीले खाइदिँदा यो खासमा यतातिर चाहिँ धान रोप्नु भएको रे, अनि पानी परेर एकदमै धान रोपेको सबै बिग्रियो भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ यहाँ सिरुबारीमा आएको, सिरु खोज्दा खोज्दा बल्ल यताको झ्याङ भेट्यो। यता हाम्रो क्यामेराम्यान यता हुनुहुन्छ है। मोटर ढुङ्गामाथि चढ्नु न भनेको, कस्तो राम्रो देखियो है। ल यता फर्किने त नहलाउने धेरै। यो चाहिँ म गर्मीले हालत त्यस्तो भएको छ है, बिचरा म। यो चाहिँ सिन अब दिदीलाई सिता बुझ्छ कि बुझ्दैन है, गर्नु पर्यो नि त होइन, कोही चाहिँ आयो भने। दिदीलाई र मलाई चाहिँ एकदम घामबाट एलर्जी छ, हाम्रो फेसमा सुट गर्दैन घाम चाहिँ। घामबाट एलर्जी हुने भएको भएर चाहिँ दिदीले सानो बाबुको छाता बोकिरहनु भएको छ। पानी एकदमै परिरहेको थियो 2-3 दिनसम्म, लगालगी परेको भएर हामी चाहिँ अब काठमाडौँ फर्किन पनि टाइम लाग्ने भएको भएर चाहिँ हामीले चाहिँ सिरुबारी खोजेर होइन, बारी नै भन्छ के भन्छ थाहा छैन, तर सिरु खोजेर चाहिँ फाइनल लुक चाहिँ हाम्रो भिडियोमा देखाउँछौँ। हामीले चाहिँ यस्तरी पानीहरू तरेर जानु परेको थियो। यो चाहिँ हामीले फोटो पनि खिचेका थियौँ। फाइनल लुक्स चाहिँ यो छ है, अरू पनि छ भिडियो त, तर फाइनल लुक्स चाहिँ यहाँसम्म आइसकेको छ। हजुरहरूले हेरेर आफ्नो प्रतिक्रिया पनि दिनु होला, कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला। तर एउटा टिकटक बनाउन टिकटक जाब हो भन्छौँ नि, तर लोकेसन वाइज हेरेर सबै कुराहरू मिलाउँदा चाहिँ एउटा टिकटक बनाउनु कति गाह्रो हुन्छ। त्यही भएर हजुरहरूले सानो 15 सेकेन्डको भिडियो हेरेर मान्छेहरूले चाहिँ जज गर्नुहुन्छ नि त, त्यही भएर चाहिँ त्यो कुरालाई चाहिँ म चाहिँ इग्नोरै गर्छु फुल्ली होइन। मेरो जीवनमा के चलिरहेछ, म कस्तो समस्याबाट गुज्रेको छु, मेरो परिवार र मेरो नजिकको मान्छेलाई मात्रै थाहा छ नि त। टिकटक बनाउँदा नि किन छाता ओर्या होला भन्नु होला होइन, दिदीलाई चाहिँ एलर्जी हुन्छ घामबाट, त्यही भएर छाता ओर्नुभएको। अनि यसरी कहिले पनि बनाएको थिएनौँ, दिदी बहिनीको भिडियो बनाऊँ न त, भोलिपर्सि मेमोरी हुन्छ भनेर बनाएको। यो सबै बनाउने आइडिया दिने चाहिँ मेरो भेना, हामीलाई एकदम मिस गरिरहेछौँ यो ठाउँ। हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। फाइनल लुक्स चाहिँ हजुरहरूको माया सधैँभरिलाई।